हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी दिदीबहिनी मिलेर के गर्न लागेको छौँ होला, ल यसो गेस गर्नुहोस् त। आज चाहिँ हामी दिदीबहिनी मिलेर हाम्रो साइली भाउजूको बेबी सावर मनाउन लागेको छौँ। हजुरहरूले हेरिदिनु होला ल है साथीहरू। अब चाहिँ हामी जानु लागेको तल घर, यता दिदी दुईजना बच्चाहरू हाम्रो। हामी केक पसलायौँ। शुभ दही चिउरा कार्यक्रम। ल है साथीहरू, हामी चाहिँ फाइनल्ली आइपुग्यौँ। अब मैले चाहिँ साइली भाउजूलाई रेडी गरिदिनु हो, साडी लगाइदिनु लाग्यो। ल मैले चाहिँ भाउजूलाई रेडी गरिदिएँ बुढालाई बिर्सेछ भन्ने। नमस्ते म बेबीको दिदी। नमस्ते म बेबीको दादा। नमस्ते म बेबीको ठुलो मम्मी। नमस्ते म बेबीको कान्छी फुपू। नमस्ते म बेबीको ठुलो फुपू। नमस्ते म बेबीको हजुरआमा। नमस्ते म बेबीको बाबा। रेडी हुँदैछ। भाउजू बेबी सावर, ह्याप्पी बेबी सावर। ताली खानेकुरा ल दुईजनाले खानिदिनु भयो अनि हामी खानिदिन्छौँ। भाउजू यो खस्यो। ल्याउँदैछ नि त। डेलिभरी हुनु भाइ चाहिए हो। भाइ बहिनी जे भयो नि हुन्छ है। मलाई चाहिँ को भाइ चाहिए हो। जे हुन्छ राम्रो भयो रे, त्यही नै खुसी। भाइ नै हुन्छ। कस्तो होला त नि, घरको मान्छेले पहिला हामीले नि खुवाउने हो। साइड गर्नु त हो नि, घरको मान्छे भएपछि ए सगुन खुलाउनु परेन भने। सधैँ खुवाइरह हामीले नानी खुवाउने। हामीले त्यही भएर लिएर खाऊँ। हजुर ए आमा एमन दाइले त भान्जालाई त स्प्रेले नुहाइदिएछ। हेलो ल भयो भयो कान्छी निस्किनु। ल मम्मी भाउजू दिनु त एकचोटि यहाँ। बेबी सावर हुँदैछ। ठुलो ड्याडी अब हाम्रो सानो मान्छेलाई छिट्टै स्वागत गर्न पाइयोस्। दाइ भाउजूलाई नयाँ यात्राको धेरै धेरै शुभकामना। हाम्रो दाइ भाउजूको बेबी सावरको भिडियो हेर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद।